होइन के हो भाइहरू तिमीहरू धोतीला ग्लासहरू फेरि हातमा लाइटर छ के हो के गर्न लागिरहेको छ तिमीहरू ए होइन दाइ यो लाइटर त कहाँ नराम्रो कामको लागि हो र यो त भगवानलाई यसो दियो बालेर देखाउनलाई पो हो हो र यो दियो चाहिँ यस बेला किन देखाउने हो यही मासमा त देखाइन्छ नि दाइ तपाईँलाई यसको कति धेरै फाइदा हुन्छ तपाईँलाई थाहै छैन यो देखाएर चाहिँ के हुन्छ यो देखाएर भगवानलाई यो देखाउनाले हामीलाई पूर्व जन्मको पापहरूको नष्ट गर्दछ र अहिलेको जन्मको पाप पनि अहिलेको पनि नष्ट गर्दछ र साथसाथै हामीलाई आध्यात्मिक उन्नति पनि पाउँदछौँ र साथसाथै अज्ञात स्वीकृति पनि मिल्छ हामीलाई भक्तिमा अगाडि बढ्नको लागि अज्ञात स्वीकृति पनि मिल्दछ होइन त धेरै रहेछ तर गर्ने चाहिँ कहाँ हो के गर्ने हामीले गर्न मिल्छ कि नै यो हामीले गर्न मिल्छ दाइ लेफ्ट साइड सिट नम्बर 5 इस्कन पोखरामा यो चाहिँ ठ्याक्क अम्बोट चोक हरे कृष्ण मन्दिर भन्नुभयो भने तपाईँलाई ठ्याक्क पाउनुहुन्छ हामी अहिले पनि भर्खर जान सक्छौँ त त्यहाँनिर त हो र अनि मलाई त फ्यामिलीमा जान थियो भोलि पर्सि कार्यक्रम हुन्छ कि नै ए दाइ यो त भोलि पर्सि मात्र नभएर यो कार्तिक महिनाभरि पुरै कार्तिक मासभरि हुन्छ दाइ यो महिनाभरि हुने हो तपाईँ जति बेला पनि आउन सक्नुहुन्छ भनेर ठ्याक्क बेलुका 6 बजेतिर चाहिँ ल ठिक छ जाउँ न त जाउँ हेरौँ कस्तो रहेछ जाउँ